आज कुरा गरौँ जनकपुर जानकी मन्दिरको बारे। बाहिरदेखि त जानकी मन्दिर कति भव्य देखिरहेछ, सुन्दरता कति राम्रो सुन्दरता देखिरहेछ। कतिजना जानुभएको छ जनकपुर जानकी मन्दिर? जानुभएको छ भनेदेखि त्यो बाहिरदेखि देखिने सुन्दरता र भित्रदेखि भिजिट गरेर एकचोटि हेर्नु होला। त्यहाँ भित्र छिर्ने ठाउँमा 15 रुपियाँको टिकट काटेर अनि त्यसपछि भित्र जानु होला अनि हेर्नु होला। म यो सब भित्रकै भिडियोहरू लिएको छु। यो हाम्रो सब पौराणिक धरोहरहरूको चित्रहरू मैले कैद गरेर राखेको छु। हाम्रो यो जति पनि पुरानो धरोहर छ त्यसको चाहिँ संरक्षण गर्नु नै हाम्रो कर्तव्य मानौँ र हाम्रो धर्म संस्कृतिको रक्षा गर्नु भनौँ। तर म जति सुन्दरता बाहिरबाट देख्यो त्यति नै नराम्रो दृश्य भित्र गएर अनि थाहा पाइयो बल्ल। किनभनेदेखि यो जति पनि पौराणिक धरोहरहरू जुन छन्, जुन गहर गहनाहरू, जति लुगाफाटाहरू यहाँ जति देखिराख्नु भएको छ सब यहाँ जहाँ भित्र जालो लागेको छ, यति न धुलो रहेछ। सब म गएर पुरै र यो स्थानीय सरकारले अलिक चासो जाओस् र त्यहाँ मन्दिर को हुनुहुन्छ, अध्यक्षहरू को हुनुहुन्छ, मन्दिरका सब पुजारीहरू लगायत कार्यकर्ताहरू जतिजना हुनुहुन्छ सबलाई अलिक यो हाम्रो पौराणिक धरोहरहरूको संरक्षण र राम्ररी जोगाइदिन हुन अलिक अनुरोध गर्दछु। किनभनेदेखि यहाँ हेर्नु, एकचोटि तपाईँहरू भित्र भिजिट गर्नु होला। जति पनि यो सिसाहरू छ, सिसाहरूको भित्र पुरै जालो लागेको छ, पुरै जालो माकुराहरू छन् र जथाभावी। अनि त्यो भित्र गएर हेर्नु, यस्तो स्मेल आइरहेछ, ब्याड स्मेल आइरहेछ, एकदम नराम्रो दुर्गन्ध खाले स्मेल आइरहेछ। तिनीहरूको अलिक संरक्षण गरिदिनु। अनि यो सिसा माथि जुन छ त्यहाँ यति न धुलो धेरै धुलोहरू छन्। यो हाम्रो पौराणिक धरोहर। यदि अझै कोही इच्छुक हुनुहुन्छ भनेदेखि हेर्नेहरू अलिक यो टपिकमालाई उचालेर सम्बन्धित निकायसम्म पुर्याइदिन र सम्बन्धित मन्दिरका जतिजना कार्यकर्ताहरू हुन्छ तिनीहरूसम्म भनिदिँदा बेटर हुन्छ। हाम्रो पौराणिक धरोहरहरूको संरक्षण गर्नु नै हाम्रो